मेरो इच्छाले मेरो आफ्नो स्वेच्छाचारीले भन्दा पनि गाउँका जनताहरूले चाहिँ नमानेर हैन अब यो सदैव हामी कति चाहिँ तपाईको पछाडी परिराख्ने भनेर चाहिँ जनताको आवाज बोकेर यो मुख्यमन्त्री कार्यालयसम्म चाहिँ यो अवस्थामा बसेको यहाँहरूले देख्न सक्नुहुन्छ। खासमा यो बस्नको कारण यहाँ चाहिँ हामीले रहर भन्दा पनि बाध्यता एउटा खालको चाहिँ हामीलाई परिस्थितिले यो अवस्थामा चाहिँ सिर्जना गरेको हुनाले गर्दा चाहिँ खास यसको सबभन्दा यो धरना बस्नुको कारण भनेको मुख्य कारण भनेको यो बाटोको समस्या। अहिले पनि तपाईहरुले देख्न सक्नुहुन्छ यो रत्न राजमार्गको यो बबईबाट झन्डै 18 किलोमिटरको दूरीमा चाहिँ सल्यान जिल्लाको कालीमाटी गाउँपालिका वडा नम्बर 7 त्यहाँ पर्दछ। त्यो बाटो अहिले पनि तपाईको छेदविच्छेद अवस्थामा छ। एकपटक झरी आयो भनेपछि सामान्यतया हिसाबले तपाईँ गाडी नै नजाने भएको हुनाले गर्दा अब यो हामीले हाम्रो तर्फबाट स्थानीय सरकारको पहलबाट जे जति हुन सक्ने समाधान थियो त्यो चाहिँ हामीले बाटो निर्माणका कामहरू गरिसकेको हुनाले गर्दा हाम्रो भन्दा बाहिरको यो क्षेत्राधिकार भएको हुनाले गर्दा चाहिँ पक्कै पनि यसको यो जुन बजेट छ यो प्रदेश सरकारले दिने बजेट त्यो बजेटलाई माग गर्नको लागि मैले विगत लामो समयदेखि यो प्रदेश सरकारसँग पनि मैले फाइल बुझाउँदै आएँ हैन। मेरो फाइलमा चाहिँ व्यवस्था गरियो। हालसम्म चाहिँ त्यो सडकमा कुनै पनि प्रदेश सरकारको तर्फबाट 1 रुपैयाँ पनि परेको छैन। त्यसले गर्दा चाहिँ अब यो वर्ष कसरी हुन्छ हामीले सकेसम्म चाहिँ मुख्यमन्त्रीज्यूलाई हातपाउ जोडेर यस वर्ष चाहिँ जसरी भए पनि हाल्नुपर्छ, कर्मागतमा चाहिँ हालिदिनुपर्छ भन्ने हिसाबले गर्दा म आफै लगायत मसँग चाहिँ 3 जना अरू थप हुनुहुन्छ। मुख्यमन्त्रीज्यूसँग पनि प्रस्ताव राख्यौँ हामीले। प्रस्ताव राख्दै गर्दाखेरि मुख्यमन्त्रीज्यूले पनि खासै त्यस्तो वास्ता गरेको चाहिँ देखिएन। उहाँले चाहिँ के हामीलाई चाहिँ जवाब दिनुभयो भन्नुहुन्छ भने तपाईलाई यहाँ आउनुपर्ने अवस्थै होइन हैन। जिल्ला पूर्वाधार कार्यालयमा हामीले चाहिँ बजेट पठाउँछौँ। त्यही बजेट पठाए अनुसारले तपाईहरुले चाहिँ त्यही यो योजना बैंकमा चाहिँ समावेश गरेर यहाँ पठाउने हो अनि छनौट हुन्छ भन्ने कुरा गर्दै गर्दाखेरि यो योजना बैंकमा त अहिले यो वर्ष मात्रै होइन हामीले पठाएको हैन। गएको साल पनि हामीले पठाएकै हो।